क्षेत्रमा हाम्रा गाउँघरका पोखरीहरू निकै पुराना र कहिल्यै नसुक्ने प्रकृतिका भएकोले ती पोखरीहरूको तयारी गर्न झन आवश्यक हुन जान्छ। पोखरीको तयारीबाट माछा बुरा हुर्कन र वृद्धिको लागि राम्रो वातावरण पाउनुको साथै पोखरीको स्थायित्व पनि बढ्न जान्छ। हाम्रो देशमा खास गरी जाडो मौसम वा पुस माघ महिना पोखरी तयारीको लागि उपयुक्त मानिन्छ, किनभने जाडो मौसमका यी महिनाहरूमा पानीको तापक्रम प्राय 20 डिग्री सेल्सियस भन्दा कम हुने भएकोले माछाको वृद्धि विकास निकै कम हुनुको साथै यी महिनामा माछाको बिक्री पनि तुलनात्मक रूपमा बढी हुन्छ, जसको कारण माछा पोखरीबाट हार्भेस्ट गरी बेच्ने कार्य गरिन्छ। माछा पालनको लागि पोखरीको तयारी व्यवस्थापन अन्तर्गत तपाईँले यी विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। नम्बर 1, पोखरी सुकाउने। व्यावसायिक रूपमा माछा पालन गरिने पोखरीहरू सुकाउन सकिने खालका हुनुपर्दछ। यसको लागि पोखरीको साइज र गहिराई ठिक्कको राख्नुपर्दछ ताकि समयमै पोखरी सुकाउन र पानी भर्न सकियोस्।